गुड मर्निङ एभ्री वान, सबैजना हुन्छ के आरामै होला। ल हामी पनि जापान त झरियो त, जापानको बसाइ कस्तो हुन्छ म देखाइदिन्छु। यो इत्रै फ्रिज छ, फ्रिजमा कताबाट खोल्ने बे मासु राखेर केटाहरूले, म पनि राखेको छु, अन्डा पनि छ, प्लास्टिक महँगो रहेछ। हाम्रो यत्रै ग्यास चुलो छ, कता ग्यास त देखिन्न त हो। ग्यास चुलो छ, तर अरूमा इन्डक्सन छ, हाम्रोमा रहन्छ, ठिकै छ, नर्मल हो। लाइट बाल्ने कसरी भनेपछि यसरी लाइट बोल्यो यहाँको, अब लाइट अफ गर्ने यसरी, ग्यास बाल्ने ग्यास बाल्ने पनि हेर्नु, ग्यास बाल्ने टाको यो भयो नि, टाक्क पटाएर यो ग्यास झुर्र बोलिदिन्छ, यतापट्टि पनि झुर्र बोल्छ, झुर्र ग्यास बोल्यो। यो लाइट अफ गरिहाल्नु है। हाम्रो बाथरुम चाहिँ यस्तो छ, अब यहाँको बसालेर चाहिँ हानै छ क्या। हाम्रो यता बाथरुम छ, टिस्यु पेपर युज गर्छ यहाँको धेरै मान्छेहरूले रहेछ। हाम्रो होस्टेलमा आउँदै त्यस्तै थियो, गाह्रो भएको छ मलाई। हाम्रो यो बेसिन यस्तो दामी छ बेसिन चाहिँ, दामी तरिकाको बेसिन छ। ट्याक्क लाएर यो वासिङ मेसिन भयो, वासिङ मेसिन हाम्रो टोइलेट हेरौँ है। बाथरुम चाहिँ यस्तो चकाचक छ, क्लिन, निट एन्ड क्लिन छ बाथरुम चाहिँ। हाम्रो सबभन्दा फोर्टी ठाउँमा चाहिँ देखाउँछु है। हामी दुईजना बस्छौँ एउटा रुममा, उसै मेरो साथी बहिनीसित बोलिरह। यो त मेरो कपडा राख्ने एरिया, यो चाहिँ साथीको कपडा, उता त मेरो त पढ्ने सामान राख्ने के हो त्यो ठाउँ भइहाल्यो। यो साथीको भइहाल्यो, साथी यहाँ मास्ति सुत्छन्, मैले त बिस्तारा मिलाएर ह्याङराङ र हुँ बनाइदिएको बिस्तारा त्यहाँ छ। वाललाई दाँत घोट्नु लाग्यो मैले। यो चिसो बनिहाल्ने ठाउँ, यो टटो बनिहाल्ने ठाउँ, जगाउन यस्तो हुन्छ है। बनाइदिन्छु नहुँदो रहेछ। मेरो साथीको दोस्रो दिन जापानमा खाना पकाउने, भाग्यमा नि ठान्दैछन् अरे, हो कि नै? गर्नै पर्यो। किन त्यस्तो गर्दैन, यस्तो मेरो दाइजोमा छ त। मलाई त मनै पर्दैन यार, म फेरि हालिदिन्छु होला के सबै, म त पुरै उडाइदिन्छु क्या, मनै पर्दैन क्या मलाई। कति ह्यान्डसम छ जापानिज त अस्ति फिलिल्ल भएको थियो अरे झर्न बित्तिकै। गतिलै छैन अनुहार हेर न, यहाँ हेर्नु न कस्तो गतिलो, जापानिज त फिलिल्ल हुन्छ क्या। अब बाहिर जाऊँ न एकचोटि, फिलिल्ल भएन अरे कसम हुन्छ हो। काले छु साथी कहाँ यतिको त जापानिज त यतिको त मन पराउँछ अरे के, फिलिल्ल अरे। यिनी पनि जापानिज फिलिल्ल हान्छन्। बाहिरबाट हेर्दा चाहिँ यस्तो, यो चाहिँ यहाँ हाम्रो रुम जाने बाटो भयो, चाहिँ लिफ्ट भयो। लिफ्ट भयो कसरी खोल्ने यार, मलाई त केही थाहा छैन यार। खोल्नु आइज बल्ल ती खोल्नु अब खोलिदिन्छ, ढ्याक्क गरेर खोलिदिन्छ, यस्तो खोलिदिन्छ। यस्तो छोटो लिफ्ट छ, अन्त कहिलेदेखिको होला, कहिले र मैले देखेको, कैदी बस्ने जस्तो लाग्छ क्या।
टप फ्लोरमा जाऊँ न के रहेछ आयो 6 नम्बर बाटो त खोलिन्छ है टप फ्लोरमा जाम के हुँदो रहेछ हेरौँ है यो गर्ल्स एरियालाई यहाँ जानुहुन्न 6 नम्बर दब्दो रहेछ 6 नम्बर हो माथि टपमै जानु न कस्तो देखिँदो रहेछ भनेको यहाँभन्दा नि हुँदो रहेछ आफ्नै ठाउँमा जानु यताको त राम्रो छ्याक्क हुँदो रहेछ केटाहरूको उयो हुँदो रहेछ नराम्रो केटाहरूकै ठाउँ नराम्रो हुँदो रहेछ तलको छ्याक्क तल्लोमा जान्छ त्यो 3 यो भयो रमाइलो छ मलाई अझ एक त यो हाम्रो फ्लोर भयो कस्तो नराम्रो केटीहरूको खुब राम्रो छ्याक्क परेको केटाहरू भनेको फोरी जातो क्या त्यो फोरी हुन्छ राम्रै हुन्न चाहिँ बाहिर जाने गेट भयो जितेन्सिया अरे साइकल पार्क गर्ने ठाउँ देखाउँछ भने यहाँ गाडीहरू यताउति राख्छ यहाँ हाम्रो स्कुलमा पढ्नेले साइकल चाहिँ यहाँ पार्क गर्छ पुरैले सबले साइकल किने मैले किने छैन मलाई किन्न नि मन छैन तर अलि पछि किन्नै पर्छ होला यहाँ भयो यसको फेरि यहाँ कस्तो हुन्छ नि यहाँ लक लगायो भने यहाँनिर टाउको चापी छिरा जस्तो भयो भने नि खोलिन्छ क्या यो ढोका अहिले चाहिँ मैले यस्तो गर्थेँ चापी लिएर आएन नि त यस्तो लगाइदियो भने यस्तो आफै लाग्छ लाग्यो भने त्यहाँदेखि उस हुन्छ लगाउँछ के हो मैले यो त हेरेकै थिएन नि यो त मलाई थाहै छैन नि टुक्रो के यस्तो थाहा छैन मलाई यो चाहिँ यो हेरौँ त कस्तो हुँदो रहेछ चापी चाहिँदो हुन्छ ल यो त मलाई थाहा छैन नि थाहा छैन त कस्तो कस्तो ढोकाहरू हुन्छ बिहारसम्म खोल्यो अब आफ्नो फ्लोरमा जाऊँ हामी सर हिँड्ने आफ्नो फ्लोरमा ट्याक 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 जाने गएपछि यहाँ गएर हेलो के छ केटा हो केटा यस्तो साउन्ड आउँछ किन हेर त हेलो म बोलेको के उठाउ त त्यो दबाउ न त दबाए नि है छौ न हेलो आएन माथिको त्यो निलो उस हामीलाई थाहा नि हेलो त्यो घन्टी हो जस्तै त्यो बेला त्यो यो बजाउँछ भने नि हामी यता सुनेर अनि मात्रै त्यो त्यो होला है त्यो बोल्न मिल्ने साउन्ड नै देखाएको छ नि यहाँ छ त्यो कल गर्दा यहाँबाट उठाउने हो यहाँ छ हेर्नु न यहाँ मोबाइल यसबाट फेरि के हो त यो मोबाइल त्यो मोबाइल होइन के हैन यहीबाट कल दाइजे चाहिँ हाम्रो चाहिँ यो एसीको उसो लास्ट यो होला त्यसो भए यो लाइटको अनि कुन मोबाइल ग्यान्डु हैन कति नम्बरमा कल गर्नु भन्दै थियो त तलबाट एसीमा हो क्या आउने सिधै तलबाट 202 यो उठाउने
202 भन्यो भने तलबाट कल आयो भने सिधै यसबाट हुन्छ क्या ए ट्राई हान्नु पर्दैन नि हामीले त कस्तो कस्तो हामी त बेइज्जती यार भएको छ लास्टै यार एउटा एसीलाई मोबाइल भनिदिइरहेको एसीको रिमोटलाई एसीको यो एसीको रिमोटलाई मोबाइल यस्तै सुन्ने बेसी त चलाउनु हुँदैन नि त ल खानासाना खाएर कपडा सपडा चेन्ज गरेर हामी पनि लैनिएको तर लोकल पारा त जाँदो रहन्छ यार आफ्नो लोकल पारा त जाँदो रहन्छ क्या अलिकति हाइटमा फेरि अलिक चिसो आउँदो रहेछ क्या तल फेरि छैन तल हिँड्दाखेरि गर्मी हुन्छ हो हिजो मलाई गर्मी आएको थियो पट्टु बनाएर हिँड्छु बस्नु केटाले हिँड्ने है अब यो बाटो नजिकै खान्छ के मलाई केही थाहा छैन अन्त ए कच्चा फाल्नु यहाँनिर खै आफूलाई यो के छोडिदेऊ उत्यहाँनिर खै कचरा फाल्ने कि भेन्डिङमा सुन न कपडा उस गर्ने के कचरा के यो भेन्डिङ मेसिन छ नि भेन्डिङ मेसिनको पल्लोपट्टि के उतापट्टि ढोका खोल्न मिल्छ क्या कचरा फाल्न मिल्छ त्यसमा पेप्सी 150 अनि लिटरको क्यानमा हुन्छ कतिको हुन्छ नेपालमा महँगै पर्दै त बाटो खतरा चिल्लो है एक्लै हो तिमी पहिला ट्रेनिङ सेन्टर बसेको थियो को छ सिङ्गापुरमा ए जिसीको भाइ हो तिमी एकजना बस्न मिल्ने कि दुईजना उयो फेरि के हो त त्यो उतापट्टि यो स्टोर रुम हो क्या यो कलेजको सब सामानहरू हो क्या यो सेन्सहरू आएर ए सेन्सहरू आएर सुत्ने रुम हो यो सामान नै तिनीहरूको सामान ए डिङ 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 वाला घर कस्तो दामी दामी घर छ है आफूलाई त नमुना लगाइरहेको बल्ल त बल्ल निक्ल्यौँ भन हामी माथि फ्लाइओभर पो रहेछ त्यही रहेछ यस्तो मजाले धुप्पी सल्लाह लगाएर टक्क लगाएर दामी तरिकाले घर सजाउँछ नि आम्मा सानोतिनो पोखरी पोन्ड गर्न त हुँदैन होला त्यही भएर एक राम्रै यार त्यस्तरी मान्छेले केयरटेक गर्छ यहाँको कछु हेर न कहाँ मजाले तैरिरहेको त्यही हो दामी रहेछ ठाउँ चाहिँ सरी जापानको परे यो पनि होस्टेल नै होला यिनीहरू पनि किन भन न जम्मा उस छ क्या 1 कुन्टा उस छ हाम्रो जस्तै त छ नि तर अरू हेरिकन त हाम्रो होस्टेल चाहिँ के अरे के के नेपालको होइन झन्डा छ क्या सिधै हेर त तिम्रो जापानको त्यो फरफर गरेर होइन एक झलक त नेपाल जस्तै लागेको यार
हामी चाहिँ हाइवे हेर्न लाग्यो है। हाइवे हो कि यो फ्लाइओभर माथि रहेछ सर्र गाडी आइरहेको। यहाँको मान्छेले चाहिँ एनी टाइम एक्सर्साइज हान्दैछ रहेछ कि रनिङ सनिङ एनी टाइम। कसैको बाल छैन कसैको केही छैन आफ्नो गर हिँड। गाह्रो छ मलाई गाह्रो छ यो ठाउँमा मलाई गाह्रो छ। उयो हरियो लेन हुन्छ नि त्यो साइकलको लागि हो क्या। मेन रोड नै होइन होला शाखा जस्तो हो। माथि त उस रहेछ क्या फ्लाइओभर रहेछ कि मेनै होला। होइन गाह्रै हिँडेर राम्रोसित हेर न। काम पाए त नजिकै हुन्छ र हामीलाई। गाह्रो मलाई त कहाँ कहाँ जस्तो लाग्यो यार। यो छ नि यो टिकटिके छ नि यो अन्धहरूको लागि भयो के अरे। यो हात छुट्टो घाम लाग्यो क्या यस्तो साइकलको भयो क्या। धेरैले यहाँ बेटाइममा उस गर्दो रहेछ क्या। हो नि त बिचरा टाइमै हुन्न होला। यो बच्चा बच्चा खेल्ने ठाउँ हो क्या। हाम्रै काको अगाडि साथी राम्रो छ पार्क थियो। ठिकै छ त पनि त्यस्तो वाउ होइन कि यो पनि ठिकै हो। यहाँको लेखी हाम्रो लागि त वाउ नै हो नि। त्यस्तो भयो बाइक हेर न कस्तो बवाल बवाल देखिन्छ यार। निन्जा मेरो फेभरेट बाइक है भन्न नहुने। युट्युब च्यानल खोल्थ्यो कि तिमीले नि? युट्युब च्यानल छ तिम्रो नि? खोल्ने हो कि खोले छैन अझै। हेरौँ है साथी खोलिदिइहालौँ न। ट्राफिक लाइट त कुद्नु पर्यो नि। अर्को ताल हामी गिरनरी त गिरनरी छ कि दामी छ कि साइकल चलाउन पाइन्छ कि पाउँदो रहेछ कि के लेखे मैले बुझ्दैन। भिडियो यहीँसम्म हेरेर साथ दिनु। भोलिदेखि फेरि हाल्छु मैले। बाई बाई।